फेरि पनि पानी पर्यो जाडो हुने भयो निस्केको थियो बिग्रेछ पानी पर्यो फेरि पनि पानी पर्ला पानी बिग्री परिरहेको छ माथि जाँदा अब जाडो जस्तो छ पनि के हुन्छ अब हामी चाहिँ यहाँदेखि माथि हुन्छ यो चाहिँ देउराली हो अब हामी चाहिँ खोलाको तिरै हुँदै माथिसम्म पुगिन्छ एकछिनमा खाजा खानु भेट्छ ल यो चाहिँ हाम्रो डाइनिङ हल हो कि देख्न सक्नुहुन्छ यस्तो छ यहाँको डाइनिङ हल चाहिँ यो यहाँ चाहिँ चार्ज गर्ने ठाउँहरू छ देख्न सक्नुहुन्छ मोबाइलहरू चाहिँ चार्ज हुन्छ त्यहाँ फ्याक्ट्रीहरू यस्तो छ ठुलो एरिया रहेछ विशालले उडिसकेको छ उड्यौ कस्तो भइरहेको छ नि विशाललाई टाउको देखेर ठिक छ जस्तो अब ठिक हुन्छ ल खाजा चाहिँ आयो खाजामा चाहिँ हाम्रोमा के छ भन्दा चिया भयो एउटा बोइल अन्डा यो ग्रुम ब्रेड अनि यो चाहिँ जासँग लाग्छ अदुवा के भन्छ लसुनको झोल होला सुप होला किनभने लेख लाग्छ नि त लेख्न नलागोस् भनेर यो गुड ब्रेड चाहिँ गुड हुन्छ क्या ल खाना सुरु गरिन्छ अहिले भेटौँला एकछिनमा आइल ल हामी चाहिँ देउरालीदेखि अहिले माथितिर आइसक्यौँ हाम्रो चाहिँ ठाउँलाई पनि देउराली नै भन्छ ल पानी फेरि पनि पानी पर्न सुरु गरेको छ सुमन बोस पनि एकदम आकर्षित छन् पानी परेको झ्याउ भयो ट्रेकिङ आएको होला नि भित्र आएको जस्तो भएछ आउनु त हामी सिजनमै आएको कि रहन्छ भन्नुहोस् सिजनमा त सिजन हो तर इन्द्र भगवान्लाई भेट्टायो भने मैले बुढेली नै हान्ने ल हेर्नुहोस् बल्ल ट्रेकिङ आए जस्तो हुने भयो तर पानी चाहिँ पर्ने भयो ल यति भएपछि चाहिँ माथिबाट स्योर हिउँ पर्छ भन्ने मलाई थाहा छ त्यस कारणले गर्दा हामी चाहिने भन्ने हाम्रै लागिरहेको छ विशाललाई एकदम अगाडि रेकी गर्न पठाइरहेको छौँ केही भयो भने विशालले हामीलाई सिग्नल दिइहाल्छ नि हो क्या आफू बलिदान गरेर पनि हो क्या ल अब एकछिनमा भेट्दै गरौँला है त यो बल्ल चाहिँ भ्यू देख्न लागेको देख्न सक्नुहुन्छ झरना यहाँ चाहिँ सुमन हिँड्दैछन् अघि पछि विशाल छन् हेर्नुहोस् झरना यो मिठो देखिँदै गइरहेको छ यहाँ पछि चाहिँ एउटा हिमाल छ म तपाईँलाई देखाउँछु है त एकछिनमा एकदम आराम गर्ने ठाउँ मैले भेटिसकेको छु एकदम हनुमानजीले फोटो भ्यू हुन्छ एकदम बसिरहेको छ विशाल गइसक्यो अलरेडी अब हामी एकछिनमा लाग्छ के फोटो खिचिदिनु भन्नुभएको फोटो खिचिदिउँ नि त एकछिन रेस्ट विशालले गुड फिट एन्ड फाइन सुमन पनि दयासँग हामी चाहिँ बिस्तारै हामी वेट यसो ब्रेक आधा घन्टा भयो भनेको यहाँ पनि हुनुहुन्छ हेलो नमस्ते ल उहाँहरू चाहिँ फर्किँदै हुनुहुँदो रहेछ ल
टपलाई पनि एकछिन बिस्तारै बिस्तारै हिँड्दैछौँ हामी पनि हिमालहरू यस्तो राम्रो देखिरहेछ बल्ल चाहिँ हिमालहरू त्यस्तै हिमाल हेर्दै हिँड्नु पाउनु त थै लागेको जस्तो पनि हुँदैन यता पनि यस्तो मिठो भ्यू छ लाइक बिरमह च्याट्टा पारमा काटेरले खायो भने मजा आउँछ ल त्यस्तो छ यहाँ चाहिँ बाटो रमाइलो छ च्याट्टा पारामा हिमालहरू देखिँदै गइरहेको छ ल अब चाहिँ हामी माथि पुगेर फेरि भेटौँला है त ल हामी चाहिँ माछापुच्छ्रे बेस क्याम्प आउन लागिसक्यो देउरालीदेखि चाहिँ 1.5 घन्टा भनौँ न जस बिस्तारै बिस्तारै आइयो सजिलै रहेछ माछापुच्छ्रे बेस क्याम्पसम्म चाहिँ देख्न सक्नुहुन्छ अब यहाँ बेस क्याम्पमा माछापुच्छ्रे बेस क्याम्पमा चाहिँ खाना खाएर चाहिँ हामी रेस्ट गरेर चाहिँ लागिन्छ होला खाना चाहिँ खानु पर्यो सुमन हजुर के भन्न चाहन्छौ अहिले चाहिँ अब यस्तो केही भन्न चाहन्न भन्नु चाहिँ रमाइलो भइरहेछ सकर मौसमले साथ दियोस् हिमाल चाहिँ यतिर आकाश चाहिँ छ्याङ्ग होस् दृश्य चाहिँ राम्रो देखियोस् भनेर देखिएको पनि छ त्यो नै हो उहाँ उता ल अब एकछिनमा भेटौँ ल एकछिनमा भेटौँ ल अब ल हामी चाहिँ माछापुच्छ्रे बेस क्याम्प आयो देउरालीदेखि चाहिँ लगभग 1 घन्टा 40 मिनट पछि चाहिँ हामी आयो यहाँ चाहिँ 4-5वटा गेस्ट हाउसहरू रहेछ देख्न सक्नुहुन्छ राम्रो छ माछापुच्छ्रे बेस क्याम्पमा पनि भ्यू ल हेर्नुहोस् जाडो भइरहेछ कुनमा बस्ने अब हामी चाहिँ ल हामी सुमनले चाहिँ चुज गर्छन् ल हामीले चाहिँ अब माछापुच्छ्रे गेस्ट हाउसमा छौँ पुस्ने छ कि छैन तिमीसँग पुस्ने विशालसँग विशाल यो पुस्ने ल मेरो चक्सँग चाहिँ अवलोकन गर्दैछन् केटाहरूले पुस्ने चक्समाभित्र तातो पानी खाँदै चिल पारामा ल अब चाहिँ यहाँदेखि चाहिँ 2 घन्टा छ कि अन्नपूर्ण बेस क्याम्प मजाले पुगिन्छ बिस्तारै चिल पारामा अब चाहिँ अब अलिक गाह्रो त गाह्रै हुन्छ अब उस पनि हुन्छ अब के अरे अक्सिजन लेभल पनि पातलिँदै जान्छ माथितिर बिस्तारै बिस्तारै जानुपर्छ जस रमाइलो भइरहेछ 3700 मिटरको उचाइमा छौँ भ्यू चाहिँ यस्तो छ भ्यू चाहिँ यहाँदेखि हेर्नुहोस् यो चिलबारमा अब हामी चाहिँ यता हुँदै गइन्छ ल खाना नि खाइसक्यो खाइसक्यो कि आइसक्यो ल तातो भइरहेको छ भित्र चट्ट भाँडा भ्यू हेर्दै चट्ट भाँडामा खाना खाँदैछौँ ल अब चाहिँ एकछिनमा भेटौँ ल यता खाना खाइसकेको कस्तो छ सुमन विशाल एकदम मिठो छ ल माथि दोकानदेखि माथि चाहिँ चिकन चाहिँ नपाउँदो रहेछ ल ठिक छ तालबाटी चलेर ल हामी चाहिँ अब विशाल अन गर ल हामी चाहिँ अब यहाँ माछापुच्छ्रे बेस क्याम्पदेखि चाहिँ अघि बढिसकेको छौँ
980 होइन 980 इन्टु 3 980 खाना खाइयो त्यहाँ चाहिँ भोटे रहेछ भोटेको गुरी यसलाई पनि चिल भयो होला मस्त तातो तातो भयो होला ल हेर्नु स्याको बिउ ल केटा ट्रेकिङ भनेको चाहिँ यही जापानीमा रुज्ने आउने हिँड्ने कस्तो भइरहेको विशाल रमाइलो भएको छ ठाउँ भएको छ भाउ भयो ठिक छ ल सुमन कस्तो छ तिमीलाई मेरो कन्डिसन चाहिँ जाडो भइछ सिक पारिन्छ किन यो पानी परेर अलि भित्र पऱ्यो नभए त हिमाल हेर्दै हिँड्न हुन्थ्यो अलि माथि गएर उसले माछा मार्ने छन् यो उसले कस्तो चेताएर ल मलाई एकदम रमाइलो भएछ यी झ्याम्मै लाएर अब यहाँ बन्दुकको मात्र कमी छ टोपी सोपी बुट सुट के अरे रेनकोट सेनकोट सब एउटा बन्दुक चाहिन्छ अब सकियो चार्ज खोला देखाइदेऊ त खोला नालाको बिचमा ल रमाइलो भइरह धेरै रमाइलो हुन्छ ल मैले मलाई हस्तान्तरण गर एकदम रमाइलो भइरह त्यही पानी परेछ भन्ने कुरा हो तर ठिकै छ पानी पऱ्यो नि हामी वेल प्रिपेयर भएर आएको छौँ बिस्तारै आस्ते आस्ते हिँडिन्छ भ्यू पनि राम्रै छ चट्ट गोरे फिल्मको सुटिङ गरेको ठाउँ जस्तै छ सेम त्यस्तै गरे गोरेर काँसी आएर हामीलाई च्यापचुप पारेर लैजान नि बेर छैन त्यही हो ट्रेकिङ भनेको यही हो पहाडै पहाड छ एउटा रुख भन्ने एउटा देखियो होइन ए खोलाको तिरै खोलाको मुहान खोज्न हिँड्ने जस्तो हुन्छ ल अब अहिले भेटौँ ल हेर्नुहोस् भ्यू एकदम रमाइलो छ सर अब आमा 360 भ्यू त यस्तो दामीको हिमाल हेर्नुहोस् त कता यता हिमाल उता हिमाल हिमाल उता हिमाल ल सुमनको फोटो खिचिदिन्छु एकदम रमाइलो भइरहेछ हामी चाहिँ यो कुन ताल हो ताल भन्ने कि आल भन्ने यसलाई पोखरी होइन पहिलाको आल अहिलेको चाहिँ ताल ल एकदम रमाइलो भइरहेछ ल बेस क्याम्प पनि देखिएको छ मजाले आज यस्तो रमाइलो गर्नुपर्छ माथि गएर चिउरिनु पर्छ ल बहुत रमाइलो भइन्छ सुमन दोष उता गइछन् ल अब यति रमाइलो त कहाँ त भयो होला र ल हेर्नुहोस् के त हो नि रमाइलो ल अहिले चाहिँ हामी यहाँ तालमा आइयो होइन यहाँ चाहिँ लगभग हामी चाहिँ माछापुर बेस क्याम्पबाट कति हिँड्यो लगभग 1 घन्टामा 2 मिनट कम ल हामी चाहिँ 58 मिनट हिँड्ने छ यहाँ चाहिँ यो ताल रहेछ पहिला चाहिँ सानो रहेछ यहाँ चाहिँ मानव निर्मित ताल रहेछ अब खोला हाल चिसो भइहाल्छ नि कतिको चिसो परीक्षण गर्नु लाग्छन् हिब्रिकको उता पोख्यो होला फेरि ठिकै छ साथै रहेछ अच्छा रहेछ गर्मी सिजन यहाँ पौडिनु पर्छ हो क्या ल अब माथि जानु त्यहाँ एकदम बेस क्याम्प देखाइदेऊ न माथि ल यहाँ चाहिँ बेस क्याम्प छ होइन लगभग त्यही एक घन्टा सँगसँगै चाहिँ हिँड्यो भने 1 घन्टा लाग्दो रहेछ माछापुर बेस क्याम्पबाट माथि दिन त्यही नै यो अब चाहिँ हामी एकछिन बस्नुहुन्छ कि नभए हिँडिन्छ होला हामी चाहिँ यहाँ चाहिँ भर्खरै चाहिँ के भयो भन्दाखेरि चाहिँ एभलान्स आयो जस्तो साउन्ड आइरहेको थियो तर हामीले चाहिँ प्रपर रूपमा चाहिँ हामीले यहाँ देखिएको छैन कुहिरो लागेको भएर चाहिँ
क्लियर भएको भए देखिन्थ्यो होला होइन क्लियर भएको एउटा चाहिँ आउँदैन होइन होइन आउन सक्थ्यो कस्तो त ल ठिक छ हामी चाहिँ यहाँ रमाइलो भइरहेछ पानी परेर अलि बिजोक बरायो क्या यहाँको दृश्यलाई चाहिँ हाम्रो विशाल जस्तै उहाँ बसेर रेडी पोजिसनमा बसिछन् यहाँ है अब हामी चाहिँ उहाँ माथि छ हाम्रो क्याम्प चाहिँ उति हो त्यही नै यो ल यहाँ चाहिँ हिउँ छ मस्त हिउँ छ होइन सही ल केटाहरू चाहिँ अघि हिँड्छ योगेश ल केही तर्क छ भने भन न ल तर्क एकदम राम्रो छ यस्ता कडकुड पार्टिँदो रहेछ जोसेर आउनु पर्दो रहेछ कुरो त्यही अलिक प्रिपेयर चाहिँ हुनु पऱ्यो तातो कपडा हाल्नु पऱ्यो लेखलाई चाहिँ माथि जानिन तर झर्नु पऱ्यो त्यही यो विशालको वक्तव्य त्यही हो ल है केटा ल मेरो नि त्यही हो देख्न सक्नुहुन्छ भ्यू यति दामीको भ्यू आइरहेछ यति दामी जस्ट वाउ हो कि आज ल भलकको साउजीले चाहिँ आफ्नो मन्तव्य राख्नै हुनुहुन्छ ल एकदम रमाइलो भइरहेछ जस रमाइलो भयो तलदेखि पनि छिट्यायो त्यहाँ लिगिन्छ है विषय राम्रोसँग तल चाहिँ यस्तो छ है धेरै हामी चाहिँ हामी चाहिँ अहिले माछापुच्छ्रे बेस क्याम्पदेखि चाहिँ लगभग 1.5 घन्टा हिँडिसक्यो अब अन्नपूर्ण बेस क्याम्प त्यहाँसम्म देखाइदेऊ त लुगेर ल यहाँ चाहिँ पछि ल म हिँडेको हेर्नुहोस् है यहाँ चाहिँ अब यहाँ आइस हेर्नु लरक्क परिन्छ त्यही भएर एकदम ड्याममा टेकेर हिँड्नुपर्छ है रमाइलो भइरहेछ त्यस तल चाहिँ पानी परिदिनु यहाँ चाहिँ रमाइलो भएछ हिउँ देखियो यो चाहिँ यस्तो चाहिँ कहिले देखेको थिएन अब हिउँ पऱ्यो मजा आउँछ झन् होइन बाटोको अवस्था देखाइदेऊ त बाटोको अवस्था चाहिँ यस्तै छ यो त मलाई 1 महिनासम्म बोला जस्तो हो त यो भलक त यो बाटो चाहिँ अवस्था चाहिँ खासमा चाहिँ अस्ति हिउँ परेर रहेछ अनि मान्छेहरू हिँड्दा थमारेर चाहिँ यहाँ हिउँ चाहिँ अब फुको हुन्छ के अरे थमारी चाहिँ टाइट भएर चाहिँ लरक्क हुन्छ बेला बेलामा चाहिँ अब यस्तै बेलामा अब भिडियो हेर्ने माननीयहरूलाई म भाला हान्छु अब ल भाला हान्छु भनेको त्यस्तो नि हुन्छ मुजी भाला हालेको चुइक्क हान्नुपर्छ के अरे ल यहाँ चाहिँ हल्का चिप्लो हुन्छ होस पुऱ्याएर हिँड्नुपर्छ एक लड्क्यो भने चाहिँ हुन त केही हुन्न लोटिन्छ त्यही हो हिउँ हेर्नुहोस् अनि क्यामेरा हान ल हिउँले ल हिउँ चाहिँ यस्तो छ हिउँ यस्तै साट्नुपर्छ हिउँलाई यसरी गोलो गोलो गराउने अनि गोलो गोलो गराइसकेपछि अगाडिका मान्छेलाई यसरी प्वाक्क हान्ने स्केटिङ हो साँचो त म खेल्छु यस्तरी स्किन म देखाउँछु स्केटिङ खेल्ने ल यता भने बास एबिएसै लाग्यो च्याप्पा एबिएस रहेछ नि सुमनको जुत्ता एबिएस लागेको रहेछ ए विशाल हिँड होइन पुगिन्न यार ल
पैसा लिने के सरकारले नै म्याच गर्ने गुड हुन्थ्यो हेर्नुहोस् यति दामी भ्यू विगतका वर्ष चाहिँ नर्थ एबिसीमा गयो अहिले अनि हामी फेरि साउथ एबिसीमा पनि छेलो प्रतियोगिता हाल्दैछौँ कसरी अनि सोन गर्नु नि यसो गर्ने यसो गर्ने हो ठ्यास ल अति उत्कृष्ट जब त विशाल लम्बाइ नापा कति उ गरेछन् यसरी ल केटा हामी चाहिँ ऐनादेखि सोइसो हिँड्ने भनेको सोइसो हिँड्ने भन्छ नि योगेशले म बिचमा छु अनि विशालले फेरि सन्चै हिँड्यो केटा आएर आमा भन्छन् सही हिँड्ने भनेको नि 10 पल्ट भइसक्यो कहाँको मान्छे कहाँ पुगिसक्यो हामी हिँडिसक्यो छिटो अब म रनिङ हान्छु अनि उतातिर घुसिल्टिन्छु भन अनि जाँदा ल ल ल त्यस्तो पक्ड त योगेश विशाल चाहिँ यहाँ छन् आउँदैछन् पछि पछि यहाँ चाहिँ भर्खरै चाहिँ के भयो भन्दाखेरि चाहिँ एभलान्स आए जस्तो साउन्ड आइरहेको थियो तर हामीले चाहिँ पटपट रूपमा चाहिँ हामीले यहाँ देखिएको छैन कुहिरो लागेको भएर चाहिँ क्लियर भएको भए देखिन्थ्यो होला होइन क्लियर भएको एभलान्स चाहिँ आउँदैन होइन होइन आउन सक्थ्यो कस्तो त योगेश ल ठिक छ हामी चाहिँ यहाँ रमाइलो भइरहेछ पानी परेर अलि बिजोक बरायो के यहाँको दृश्यलाई चाहिँ हाम्रो विशाल जस्तै उहाँ बसेर रेडी बसिछन् यहाँ यी अब हामी चाहिँ उहाँ माथि छ हाम्रो क्याम्प चाहिँ उति हो त्यही नै यो ल यहाँ चाहिँ हिउँ छ मस्त हिउँ छ होइन सही ल केटाहरू चाहिँ अघि हिँड्छ योगेश ल केही तर्क छ भने भन न ल तर्क एकदम राम्रो छ यस्ता कडकुड पार्टिँदो रहेछ जोसेर आउनु पर्दो रहेछ त्यो कुरो त्यही अलिक प्रिपेयर चाहिँ हुनु पऱ्यो सेनको तातो कपडा हाल्नु पऱ्यो लेखलाई चाहिँ माथि जानिने तर झर्नु पऱ्यो त्यही यो विशालको वक्तव्य त्यही हो ल केटा ल मेरो नि त्यही हो ल अन्नपूर्ण बेस क्याम्प आइयो देख्न सक्नुहुन्छ बोर्ड स्थिति चाहिँ यस्तो जतिल छ अलिक चिप्लो हुँदो रहेछ हिउँमा टेक्ने भने चाहिँ ठिक छ हिउँ पर्दा आएको भए यस्तो हुन्थ्यो हालत होइन टेक्दाखेरि वास्छ हुन्थ्यो तर यहाँ चाहिँ थमारेर हिँड्ने मान्छे हिँडेर थमारेर चाहिँ हिँड्ने बाटो भइरहेछ तर चिप्लो छ फेरि एकदम ल उहाँ चाहिँ बोर्ड देख्न सक्नुहुन्छ हजुरहरूले त्यहाँ छ त्यो बोर्ड चाहिँ ल हामी चाहिँ यहाँ आइयो ल यो चाहिँ यस्तो छ यताको दृश्य चाहिँ ल ल ल ल चाहिँ हामी टक्क आइयो अब पिको लागि कुद्ने है वेलकम टु अल इन्टरनल एक्सटर्नल भिजिटर्स लिएर लगेको त अब काम पाइयो होइन नर्थ एबिसीमा यो नर्थ एबिसी होइन नि साउथ एबिसीमा चाहिँ छिटो हान बेल्चा साफ गर्ने झम ल्याएर ल एकदम राम्रो काम पायो झाडु भयो अब त घर सुतिहाल्ने घरमा गएर हो क्या भोलियो क्या हामी म चाहिँ योगेश थापा सिधै तल झर्ने अब त्यो क्या यहाँ चाहिँ हाम्रो यहाँ घर बनाइन्छ हामीले चाहिँ इग्लो गराउने हो आइसको चाहिँ सर्लक्क यो चाहिँ यहाँबाट चाहिँ उता कस्तो छ यहाँ चाहिँ यता भिडियो बनाउन ल म यहाँ तिमी आउँथ्यो यहीँ बस म उताबाट भिडियो बनाइदिन्छु ल यहाँ चाहिँ यस्तो उ छ के अरे एभलान्स जस्तो छ होइन यहाँ आइस यस्तो जम ओहो यहाँबाट त लुक एट हियर खतरा छ त योगेश एभलान्स छ यहाँबाट एभलान्स तालेर नै योगेश यहाँ ताल गराउने नै खतरा हुन्छ होला बरु होइन यहाँ चाहिँ ताल गराउने नै खतरा हुन्छ के रिक्स हुने हामी परा माथि छौँ क्या साईको तर बगिरहेको छ यार
चाहिँ एबिसी आएर चाहिँ रुममा चाहिँ बसिरहेको छौँ र देख्न सक्नुहुन्छ म त बाहिरको भ्यू देखाउँछु है त बाहिरको भ्यू हेर्नुहोस् यस्तो दामी स्नोफल भइरहेछ ल हेर्नुहोस् त यति दामी स्नोफल भइरहेछ अझसम्म चाहिँ मैले स्नोफल चाहिँ अझसम्म देखेको थिएन यो चाहिँ मेरो फर्स्ट एक्सपिरियन्स हो ल हेर्नुहोस् मान्छेहरू त्यहाँ चाहिँ फोटोसुट गर्दै हुनुहुन्छ यस्तो दामी भएको छ जे होस् दुःख गरेर पनि मजाले राम्रो भ्यू देख्न पाइयो हो विशाल चाहिँ रुममा छ एकछिनमा भेट्नु भएको म तपाईँलाई बाहिर देखाउँछु कस्तो छ बाहिरको भ्यू यहाँको भ्यू चाहिँ यस्तो छ बाहिर मजाको हिउँ परेछ है ढुका चाहिँ लगाइदिउँ ल हेर्नुहोस् हिउँ पो ल हेर्नुहोस् स्नोफल ल हेर्नुहोस् ल आज यहाँ चाहिँ स्नोफल भइरहेछ के अरे देख्न सक्नुहुन्छ स्नोफल भइरहेछ गइहाल्यो नि guys look at the view here's the ice snow snow here's the view सही रमाइलो भइरहेछ ल हिउँ परिरहेछ यस्तो हिउँ परिरहेछ ल रमाइलो भइरहेछ एकछिन यहाँ के भन्छ छाता ओढेको यस्तो छ हालत ल छाता चाहिँ फ्रिज भयो ल रमाइलो छ यहाँ चाहिँ आजको दृश्य ल सही रमाइलो भइरहेछ ल हिउँ परिरहेछ हिउँ गरिरहेछ ल रमाइलो भइरहेछ देख्न सक्नुहुन्छ हामी चाहिँ अहिले अन्नपूर्ण बेस क्याम्पमा छौँ स्नोफल भइरहेछ हिउँ परिरहेछ मस्त रमाइलो भइरहेछ अलिक पछि लगा गोप्रो नभिजाऊ रमाइलो भइरहेछ देख्न सक्नुहुन्छ हिउँ चाँडै चाँडै गरेर जाडो भइसक्यो बस्दिन जस्तो हो तर मलाई चाँडो बस्छ ल बेटा म नि यहाँ छाता ओढेर बसेछु छाताको नि यस्तो छ यो देखाइदिनुहोस् ल अब एकछिनमा भेटौँ न बाई बाई सुमनले चाहिँ बाहिर हाने विशाल पनि यहाँ छन् म पनि यहाँ छु सुन्नु पऱ्यो ग्रुम ब्रेड अम्लेट एकछिनमा भेटौँ